गाइस म सेकेन्ड पार्ट लिएर आइसकेको छु। यो हाम्रो भिडियो क्याम्पिङको भिडियो चाहिँ सेकेन्ड पार्ट हो। यो पनि भिडियो राम्रो, धेरै राम्रो छ। हामीले त्यहाँ बसेर घुमेको फिरेको, नानीहरू खेलेको, एकदम त्यहाँबाट डाँडा काँडा हामी 2-4 बाई हिँडेको भिडियोहरू पनि आउनेवालामा छ है। हजुरहरूले यो पनि भिडियो मन पराएर हेरिदिनु हुनेछ भन्ने आशा छ। यो मेरो भिडियो चाहिँ धेरै युएसतिरबाट, आसामतिरबाट, भुटानतिर पनि हेर्नु हुँदो रहेछ। हामी पनि भुटानी हौँ, भुटानमा रमाउनु पर्ने हो हामी, खास गरी यो उमेरमा वहाँ पिकनिक जानुपर्ने। तर आगे बस्छ आफ्नो जन्मभूमि छोडेर चाहिँ हामी झापा नेपाल हुँदै हामी अस्ट्रेलिया आएका छौँ। विभिन्न मुलुकमा छरिएर बसेका छौँ। आफ्नो आफ्नो मुलुकमा हामी यसरी नै मनाइरहेका छौँ र दुःख लाग्छ सम्झिँदाखेरि, तर के गर्नु, रमाउनै पर्यो नानीहरूको लागि। नानीहरू एकदम खुसी भइरहेछन्, त्यही नै हो हामीलाई सबैभन्दा ठुलो कुरो। हाम्रो भविष्य जतासुकै जेसुकै होस्, नानीहरूमा राम्रो होस्। र यो भिडियो हेर्नुहोस्, यो ठाउँलाई मैले मेरो त्यहाँ लेखिदिएको छु। हजुरहरूले हेरेर यो ठाउँमा गएर क्याम्पिङ बस्न पनि सक्नुहुन्छ। एकदम राम्रो रमाइलो छ ठाउँ है, जान सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरेर मलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोस्। सल्लाह सुझाव दिनुहोस्। त्यस्तो भ्लगर बनाएर कन्टेनर क्रिएट गर्ने खालको चाहिँ होइन, ऱ्यान्डमली बनाउँछु म भिडियो। तपाईँहरूले मन पराएर हेरिदिनु भएको छ, त्यसैमा म खुसी, ह्याप्पी छु। र हजुरहरूलाई यो भिडियो पनि अन्तिमसम्म हेरिदिनु हुन अनुरोध गर्दछु। ल है त। वर्षाले फिसिङ गरेको मारे माछा प्र्याक्टिस नानी, माछा छैन, यहाँ माछा हुँदैन यहाँनिर। शीतल उहाँ खेल्दैछ। मनिका फिसिङ नगर्ने? ए ए ए लड्यो भने चप्पल गयो भने तलै जान्छ है। भनेको तपाईँको रातिको 10 बजेर 25 मिनट गएको छ। यो चाहिँ हाम्रो एरिया मात्रै हो होइन, तर रमाइलो छ। क्याम्पिङ साह्रै रमाइलो छ। ओके, तर आज दाउरा ल्याउन पाइएन। दाउरो चिसो मुढा बल्दैछ। चिसो मुढा पुरा खोलादेखि निकालेको अहिले चाहिँ बल्न सुरु गर है। त्यो एउटा छ नि त सुकेको, त्यही लागि त्यसैले गर्दा पानीमा भएको मुढा पनि बल्न चाहिँ रहेछ। बल्छ तर सुकेको छ क्या। हजुर, भिडियो एकदम युट्युबमा आउँछ यो चाहिँ। अलिकति छिटो आएर भेटेको। चिसो दाउरा, चिसो मुढा बलाइछ यहाँनिर। यता हेरेर लु 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 भन्नु। चल्दैछ। बेलुकाको सुताइ 12 बज्छ। भाइ अलिक चिसो छ कि तातो छ? चिसै छ नि, भवाल चिसो छ नि। ल धेरै रमाइलो मास्टर नि एकदम कति रमाइलो हुन्छ भने नेक्स्ट टाइम पनि फेरि ग्रुप छुट्टिनु हुँदैन। यसपालि धेरैजना छुट्टियो अस्तिको नि, अब छुट्टिँदैन। अब फेरि जानुपर्छ समेटिएर। ल ल ल दाजु, नाति हेर्नुहोस् है, नाति हेर्नुहोस् है। नाति मोबाइल खेलिरहेछन् उहाँ।
ड्रोन छ भने त बल भाइ देउसुरे नशा नशा रागतमा छौ तिमी नाको नाम हौ तिमी मलाई मन पर्ने आजको चाहिँ हाम्रो बिहानको खान्तेपिन्ते भयो नि बिहान बेलुकाको आज एकैचोटि भयो नि हामीले खायो अलिकति झिँगाले हामीलाई डिस्टर्ब गर्यो धेरै गर्यो नि आउँछ यस्तै छ यहाँको हालत यो साउने किरो एकदम कराएको कराइ छ धेरै मात्रामा हो यो रुखमा पुरा यो साउने किरा कराउँदैछ यो किरा कराएको कारणले गर्दा पनि म त भुटानको कोक्राझारबाट उता सर्न गयो जस्तो लाग्यो क्या बिस्मुरे मुडे उल्टा पानीतिर कराउँछ क्या यसरी जङ्गलैभरि गाडीमा हिँड्दा नि हाम्रो केदार भाइ पनि आउनु भएको छ हिजोको भिडियोमा निस्किनु भएको छैन आज चाहिँ यहाँ हुनुहुन्छ हाम्रो गाडी यहाँ छ हाम्रो किचन यहाँ छ यी झिँगाले अलिक डिस्टर्ब गरेको कारणले गर्दा हामीले यहाँ बसेर खाएको अवस्था छ हो यहाँ बसेर खाइयो अब अहिले भरे भाइ आएपछि चाहिँ के मिलाउनु हुन्छ होला हेर्नु न ड्याम्मै छ हौ मान्छे थोरै छैन हेर्नु त जाउँ कति हो कति ठाउँमा पुरा फ्याके लगाएर बसेको छन् हेर्नु न ल हेर्नुहोस् कति हो कति मान्छे त्यो तल सम्झो सोलर प्यानल लगाएर अनेक तरह गरेर यता हेर्नु कति छन् मान्छे यता पछाडि कहीँ छैन हौ खाली भएको कहीँ छैन चोरेडौ परेछ हौ कहीँ छैन खाली भन्ने कुरो कहीँ छैन यो हामीलाई याद आयो बयरको रुख जस्तो यो एउटा प्लम रहेछ हिजो पनि खिचेको थिएँ मैले अब म खोलातिर जान्छु आगो बल्न छोडेको छैन बलिरहेछ अब मेरो चाहिँ निवास त्यो पर्यो यता अब रातिको लागि लाइटहरू चार्ज गरिरहेको छौँ यो पनि चार्ज हुँदैछ यता यो बलिरहेछ खानापिना यसैमा खाइयो अब हुँदैछ यहाँ केही कुछ छ है गाडी ठक्क यहाँनिर छ हेर्नु न यता पनि मान्छे कति छ कति छ कहीँ खाली छैन अझै आउने क्रम जारी छ हाम्रो गाडीहरूको हालत यस्तो छ यो किराले माथिबाट पुरै हग्दो रहेछ पानी परे जस्तो सिमसिम पानी परे जस्तो नि आएर पुरै लाग्छ पुरा किरा छ क्या माथि उडेको लगभग देखिन्छ यो पुरा किराहरू रहेछ क्या साउने किरा अन्त कस्तो उड्दो रहेछ है आयो पुगेछ भुइँमा झरिहाल्दो रहेछ पुरा छ क्या यस्तो देख्नु तपाईँलाई भिडियो गरौँ भनेको चाहिँ भएन क्या त्यो पेपर रहेछ अगाडि कि को छ यता यहाँनिर चाहिँ एउटा ठुलो रिभर छ कि जाउँ भनेको चाहिँ थिएँ हो तर अलिकति नुहाउँदैछन् अरे हो नानीहरू ढुङ्गा खेल्दैछन् वर्षा पानीमा धेरै नबस नानी तिमी बिरामी छौ
रमाउँदैछन् खेल्दैछन् यहाँ कोही स्विमिङ खेलिरहेका छन् अब मास्तिर हिँड्यौँ गएको आज खान्डो पिन्टो भयो दाउरा पनि गाडी लिएर गयौँ ल्यायौँ काट्यौँ हाल्यौँ यो छिमेकी राष्ट्रले चाहिँ लास्टै गीत बजाउँछ है भरे चाहिँ आइ हामी यो दाउरा काट्दैछौँ है यहाँ ल रेडी ल दाउरा काट्दैछु है यहाँनिर क्याम्पिङ आएको हो दाउरा कटाइ गइरहेछ आज 2 बजीसम्म बसिन्छ यस नानीले चाहिँ नि भिडियो गर्दैछ उहाँ गीत सिङ्गिङ गरेको अरे क्या हाम्रो ददी दाजुको नाति केदार भाइको छोरा गीत गाउँदैछन् त्यहाँनिर बसेर हो क्याम्पिङमा आएर रमाइलो गर्दैछन् ल यता चाहिँ हामी सबैजना बसिरहेछौँ है ल है हामी सबै रमाइलो गर्दैछौँ हाम्रो क्याम्पिङ पछाडि छ हामी यहाँ बसिरहेछौँ 2 साइड चाहिँ एकदम आगो बलिरहेछ वर्षा र मनिका त्यहाँ शीतल त्यहाँ यिनीहरू पानी खेल्दा खेल्दा गलेर चाहिँ त्यहाँ बसिरहेछन् हो दिउँसो चाहिँ पुरै किरा कराएर उत्पात थियो अहिले चाहिँ शान्ति छ अब यता भाइ हुनुहुन्छ क्रेगी बनबाट भाइ 2 शब्द केही बोलौँ हामी एकदम हो क्याम्पिङ आएको है एक दिन अगाडि म आएँ अलिकति नराम्रो भयो आज चाहिँ पक्का ह्याप्पी हुन्छ यो दामी छ यो यसो हेर्नु त यो बयरको रुख जस्तो छ दाना पनि फलेको छ भनिदिउँ बयरको रुख भनेर हेर्नुहोस् है यो हेर्नुहोस् मैले अगाडिको भिडियोमा पनि भनिरहेको छु यो बयरकै रुख हो है पक्का पनि बस्न हौ भाइ बस्न हौ बस जिन्दगीमा जति नै पीडा भए पनि हाँसेर हिँड्नै पर्छ कहाँ आएको नानी क्याम्पिङ इन्जोय भयो राम्रो गुड ओके नानीहरूलाई नि इन्जोय गर्न ल्याएको हो नि त यहाँनिर चाहिँ नानीहरूको लागि अब यहाँ बनाइदिँदैछौँ लाग्दैछ यतापट्टि आगो यस्तो राम्रो छ हो ठुली बहिनी यहाँ छिन् बमी त्यहाँ कि त त्यहाँ हुन्छ सो हामी यहाँ बसिरहेछौँ है दाजै एकदम गुड छ भाइ जाडो छ है जाडो चाहिँ हल्का केही छैन सबैभन्दा शान्ति चाहिँ नि यो किरा कराउनु छोड्यो क्या झिँगा भागो यही चाहिँ राम्रो भयो क्या कहाँबाट पानी आउँछ भनेको त यसो यताउता हेरेको त कान्छो छोरीले त्यहाँ
मुडीभित्र त्यो लुकाएछ पानी गन अनि त्यसले छ्याप्दो रहेछ क्या अङ्कलहरूलाई मलाई छ्यापिरहेको रहेछ अरूलाई उसँग जिस्किन चल्न मिल्नेसँग नि जोक्स त मजाले गर्छ क्या अहिले केटाले मेरो कान्छोहरू हो एकदम ह्याप्पी छ खुसी छ हाम्रो यो बेलुकाको समय हो नानीहरू एकदम रमाइरहेछन् अब बेलुका हुँदैछ लगभग 9 बजीको टाइम हो यो बेलुकाको 9 बजी पनि यहाँ त अब घाम लागिरहेको हुन्छ है उनीहरू खुसी छन् आगो बालेर घरमा कति बस्ने होलिडे छ स्कुल छुट्टी छ नानीहरू रमाउन हिँडेका लिएर हिँडेको हामीले होइन हामी 6-7 घर हामी गएका थियौँ 7वटा टेन्ट छ हाम्रो आरामले बेलुकाको समय आफ्नो आफ्ना गफमा हामी व्यस्त छौँ हेर्नुहोस् आफ्नो आफ्नो गफमा हामी व्यस्त छौँ नानीहरूको लागि त्यहाँ रेडी हुँदैछ हो अब ओछ्यान सोछ्यान सब हाम्रो रेडी छ क्याम्पिनमा बसो भरे गयो सुत मजाले नानीहरू ह्याप्पी छन् खुसी छन् तलतिर एउटा खोला छ ती खोलामा नुहाएर आएका छन् गाइस राम्रो छ भिडियो रमाइलो हुँदैछ हाम्रो इन्जोय जाँदैछ रमाइलो छ राम्रो छ इन्जोय गुड भइरहेछ दाजु हाम्रो चाहिँ नाइट क्याम्पिङको नाइट फुड दामी छ दामी 12-1 बजी बनाएर खाने हो साल तामाको सब्जी आलु यो चाहिँ सेकेन्ड खाना हो नि दाजु सेकेन्ड खाना हो फर्स्ट अघि खाइसक्यो छ होइन लगभग 10-11 बजिसकेको छ यहाँको हामी चाहिँ इन्जोय एकदम राम्रो भइरहेछ खानापिना बन्दैछ दाजु 2 शब्द बोलिदिनुहोस् त 2 शब्द भनेको अब यसो बागबिन गराइयो नानीहरूलाई खुवाइयो कोही खान्छु भनेका छैनन् नि कोही खान्छु भनेका छैनन् अब खाना पाक्दैछ लगभग सको अब खाना खाएर अनि त्यहाँदेखि मात्रै हाम्रो नाचगान सुरु हुन्छ नाचगान सुरु हुन्छ लगभग कति 2 दिन बजी सुरु हुन्छ 3 बजे 4 बजे बन्द सक्छ छिमेकीले गर्नु बाँकी नै छ अघि आइज भन्दैछ छिमेकी हाम्रो गएको छ अघि आइज भन्दैछ हामीलाई अब सुरु हुन्छ ए उहाँ पर कट भयो भाइ नानीहरू चाहिँ एकदम यहाँ क्याम्पिङ आएको छौँ कि नानीहरू इन्जोय गर्दैछन् हो मेरो जाने अरे क्या अब खेल्दैछन् अलिक अगाडिबाट वर्षा गो 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 नानी गो वाउ कति दामी ल शीतल खोइ गएको शीतल गो पुरा पानीसँग डराएर बिजोग्ने हो यिनीहरूको लु जाऊ नानी हो रमाइलो गर वर्षिका गो राइट साइड ओ भाइ राइट साइड गो जाऊ नानी हो जाऊ खेल रमाइलो गर नि अब शीतलले एउटा खुट्टा तल एउटा खुट्टा माथि बनाएर छु दुइटै हो ल बाबा यो मिसिन बिना त हुँदैन नि क्याम्पिङको दाउरा काट्न आएको है हामी 2टा मुढा भाइको जिम्मा हो क्याम्पिङमा दाउरा बोलाइ जा खतरा छ नि त ल गयो अर्को खोइ काट्नु पर्ने ल त्यसलाई पनि काटो आँट्छ भाइ ल यता गाडी यहाँ चाहिँ यसरी नै बोकेर चलाउँछु तर गाइस यो मिसिन छ नि यो मिसिन चाहिँ नि भाइ ठुलो चाहिने रहेछ क्या छोटो भयो अब अरूले किन्छन् भने चाहिँ अलिक लामो चाहियो यो छोटो हुँदो रहेछ क्या
चेपियो अर्कोपट्टि फर्काउनु अब यहाँ यसरी तर म चाहिँ अरूलाई सजेसन दिन्छु कि यो चाहिँ अलिक ठुलो किन्नुपर्ने छ हामीले गल्ती गरियो यहाँनिर नि ए कहिले भयो भने हो ल हेर्नु है हाम्रो केदार भाइ चाहिँ क्यामेराम्यान हुन् अहिले भनेको छु मैले कसरी खिचेँ भन्ने कुरो म जान्दिनँ भाइ डोरी 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 भन्छ हौ यतातिर यस्तो टेन्ट लिएर बसिरहेछन् तर यहाँ चाहिँ यसपालि चाहिँ मैले देखेको फर्स्टचोटि हो क्याम्पिङमा अफगानीहरू मात्रै धेरै छन् है यहाँ चाहिँ अफगानिस्तानबाट आउने शरणार्थीहरू चाहिँ धेरै छन् अरू चाहिँ कम्ती छन् सब अफगानी छन् रातभरि गीत गाउँछन् लु हेर्नु कस्तो छ हालिसिराखौँ के गर्नु यो जेनेरेटर चलाउनु पर्ने भयो त हो दाउरा त बबाल ल्यायो नि हौ दाउरा त ल्याइयो बबाल दाउरा है दाउरा है दाउरा है दाउरा है दाउरा आयो है हिजोको भन्दा धेरै ल्याइएछ आज दाउरा पनि राम्रो ल्यायो हो ठ्याक्कै अब हामी आइपुग्यो हाम्रो क्याम्पिङ चाहिँ यही हो है यस्तो छ हाम्रो बसाइ चाहिँ हो दाउरा हल्लाइ जाँदैछ अब ठ्याक्क साथै यहाँ दाजु हुनुहुन्छ दाउरा लिएर आइपुग्यो हो दाजु यहाँ घुमे हुनुहुन्छ दाउरा चाहिँ लास्ट कटाउनु पर्छ जोगिरहेछन् क्या बुढा लास्टै जोगिँदैछन् क्या अहिले गइएन खगन भाइलाई सब्जी जिम्मा भाइले भाइको ड्युटी पुरा हामी दाउरा ल्याउने कोही ड्राइभर यहाँ त म बडा रमाइलो भइरहेछ त ल ल ल भाइ गीत गाउने जोड्नु न उही छ जोड्नु न अनै छ अनै छ 5 मा यो गर्नु त डान्स हान्यो मेरो वर्ष छोरी नाच्दैछ नाच्ने अरे रेडी रेडी छोरी नाचे दामी गीत आयो नानी होइन हौ तिमी नाच न पहिला ननाच्ने कस्तो दामी गीत बज्यो